सबैजनालाई जय मसीह। गुड मर्निङ, नमस्ते। म एउटा हजुरको बिचमा एउटा वचन सेयर गर्न चाहन्छु। भजनको किताब जब तपाईँ 42 को जब तपाईँ 2-3 पढ्दै आउनुहुन्छ, त्यहाँ के लेखेको छ भने, जसरी हरिणले पानीको तृष्णा गर्छ त्यसरी नै परमप्रभु मेरो प्राणले तपाईँको तृष्णा गर्छ। आमेन। भजनकारले हामीलाई के भन्न कोसिस गर्दैछ भने, जसरी हिरण या ठुलो जङ्गलमा या 60-70 डिग्रीको घाममा जब उसले पानीको खोजीमा हिँड्छ अनि पाउँदैन, तिनीहरू टाढा टाढा यात्रा गर्छन् होइन, अनि त्यो चिज नपाउँदा फेरि तिनीहरूको के हुन्छ रियाक्सन, ठिक छ नि। भजनकारले हामीले के भन्न कोसिस गर्छ, जब तिनीहरूले पानी पाउँदैनन्, जब त्यो पानीमा पुगेपछि या खोजी गर्दाखेरि खोला नदीमा या ताल जस्तोमा पुगेपछि त्यो चिजलाई हेरेपछि, त्यो चिजलाई भेटाएपछि त्यो कति आनन्दित हुन्छ, त्यो कति खुसी हुन्छ, त्यसको खुसीको ठिकाना हुँदैन। आमेन। त्यही हामीलाई भन्न कोसिस गर्दैछ, जसरी हिरणले पानीको तृष्णा गर्छ तिमीहरूले पनि त्यस्तै तिमीहरूको प्राणले या भित्र जो हाम्रो प्राण छ नि, आत्माले, त्यसरी नै परमेश्वरको तृष्णा गर। आमेन। र यो वचन तपाईँले आफ्नो जीवनमा ल्याउनुहोस्। परमेश्वरले हजुरलाई धेरै धेरै आशिष दिनुभएको होस्। आमेन। हालेलुया। जय मसीह।